हेर्दै दबाईहरू जान्छ लिन जानु फार्ममा। हेलो साथीहरू, नमस्ते। आज चाहिँ हाम्रो घर भुजाको डल्लो अर्थात् मुरमुरेको लड्डु बनाउन गइरहेको छौँ। यहाँ चाहिँ मम्मी र ड्याडीले भुजाको डल्लो बनाउनुहुन्छ, मैले चाहिँ भिडियो सुट गर्नेछु। यो रेसिपी कस्तो लाग्छ तपाईहरूले लाइक सेयर र मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। ओके, अब सुरु गरौँ है। भेलीलाई पगाल्नको लागि यसको 1 लोटा पानी कराईमा राखेर ड्याडीले चाहिँ यहाँ आधा किलो जति भेली राख्नु भएको छ र अब यसलाई राम्ररी पकाउनु पर्छ हामीले। र चलाइराख्नु पर्छ। यहाँ चाहिँ अब आफूलाई आवश्यकता अनुसार भुजा राख्नु होला। यहाँ चाहिँ हामीले 1 बाटा जति भुजा राखेका छौँ। भेलीलाई हामीले एकदमै रातो हुने गरी पकाउने छौँ। हेर्नुस् त, यसलाई अझै कति राम्रोसँग पकाउँदै जानुपर्छ हामीले। यहाँ भेली लगभग पाकिसकेको छ। यसलाई हजुरहरूले चेक गर्नको लागि सानो कटोरामा पानी लिएर थोरै भेली राख्दा त्यो भेली हामी दुईटा हातले टुक्राउन सक्छौँ कि सक्दैनौँ त्यसरी पनि चेक गर्न सक्नुहुनेछ। यहाँ चाहिँ हाम्रो बाबा एकदमै कन्फिडेन्स भएको हुनाले यहाँ डाडुले भेली हेर्दै हुनुहुन्छ। हेर्नुहोस् त, भेली लगभग पाकिसकेको छ। यो भेली चिपचिप भयो भने चाहिँ पाकेको भनेर हामीलाई थाहा हुनेछ। हो, देख्नु भएको छ। यति गरिसकेपछि अब भेलीलाई ड्याडीले खनाउनुहुन्छ र यसलाई राम्रोसँग मोल्नुहुन्छ ताकि सबैतिर भेली भुजामा लागोस्। डाडुले भन्दा पनि हातले एकदमै राम्रोसँग यहाँ मोल्न सकिने भएकाले सबैतिर भेली पुर्याउनु पर्ने हुन्छ। त्यही भएर यहाँ ड्याडी र मम्मीले हातले नै मोल्दै हुनुहुन्छ र अब यसलाई डल्लाहरू बनाउँदै सुपामा राख्नुहुन्छ।
हेर्नुहोस् त यहाँ लगभग सबै भुजाका डल्लाहरू बनिसकेका छन्। यो अन्तिम हो। यो रेडी भइसकेको छ। मिठो छ। बाई।